लोकसेवा तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरूले हाम्रो च्यानलमा स्वागत छ। अब खाद्य संस्थानको इक्जाम आउन लागिसकेको छ। त्यसैले अब जति दिन छ त्यो दिनसम्म म तपाईँलाई खाद्य संस्थानको यसभन्दा अगाडि सोधेको जुन म्याथको सोलुसन छ त्यो लिएर आएको छु र तपाईँहरूलाई म एकदम इजी तरिकाले बुझाउने प्रयास पनि गर्नेछु। तपाईँहरूको जुन बहुमूल्य समय छ त्यसलाई कति पनि होस्ट नगरी लागौँ है त क्वेसनतिर नै। 1 नम्बरमा यो क्वेसन सोधिसकेको मैले सेटबाट बटुलेको थिएँ। क्वेसन के सोधेको छ, एउटा विद्यालयमा कुल विद्यार्थीमध्ये 60% छात्र र बाँकी छात्राहरू थिए। यदि 600 जना छात्राहरू रहेका थिए भने सो विद्यालयमा जम्मा कति विद्यार्थी थिए। यो क्वेसन तपाईँलाई पर्सेन्टेजदेखि सोध्यो र एकदम इजी क्वेसन भन्दा हुन्छ यसलाई। अब यसलाई हामीले कसरी हल गर्न सक्छौँ त? कुल विद्यार्थीलाई हामीले 100% मान्न पाउँछौँ। तर कुल विद्यार्थीलाई 100% मान्न त पायौँ, तर सो विद्यालयमा जम्मा कति विद्यार्थी थिए भनेर सोधेको छ। सङ्ख्यामा निकाल्नु पर्यो। अब प्रतिशतमा हामीले जहिले पनि जम्मा भनेको 100% हुन्छ। अब छात्र 60% छ भनेर हामीलाई क्वेसनले दिएको छ। अब छात्र 60 भइसकेपछि छात्राहरू त 100 - 60 40% हुने भयो। जम्मा 100 जना थिए, केटाहरू 60 जना रहेछन् भनेपछि केटीहरू त 100 - 60 यसको मतलब 40 जना हुने भए। अब फरम क्वेसन हामीले के दिएको छ भन्दा प्रश्न अनुसार यदि 600 जना छात्राहरू रहेका थिए। अब यहाँ हामीले सङ्ख्यामा दियो 40% छात्रको हामीले निकालेका छौँ 40%। यो 40% भनेको 600 जना हो भनेर हामीलाई क्वेसनमा दिएको छ। 40% भनेको 600 जना हो। अब हामीले यहाँनिर एक एक नियम लाउन सक्छौँ। त्यसैले तपाईँले सम्पूर्ण एक एक नियमदेखि लिएर सबै कुरालाई बेसिकदेखि पढ्नुपर्छ। अब यहाँ हामी एक एक नियम लाउँछौँ। 40% भनेको 600 हो भने 1% भनेको 600 पनि 40 हो। यो भनेको 15। 100% भनेको कति हो त? 1% भनेको 15 हो भने 100% भनेको 15 × 100 1500। त्यसैले उक्त जुन विद्यालय छ त्यसमा कुल विद्यार्थी 1500 जना रहेछन् भनेर हामीले यसरी यो जुन क्वेसन छ यसको हल गर्न सक्छौँ। सबैजनाले बुझ्नुभयो होला भन्ने आशा छ। यदि बुझ्नु भएन भने कमेन्टमा लेख्नु होला है त। त्यस्तै दोस्रो प्रश्न रहेको छ, एउटा घडी रु 400 बेच्दा शिरीषले केही घाटा सहनु पर्यो। यदि उसले त्यो घडी रु 500 बेचेको भए उसलाई पहिलेको घाटाको 2/3 नाफा हुने थियो। घडीको क्रय मूल्य पत्ता लगाउनुहोस् भनेर हामीले क्वेसन सोध्यो। सोधिसकेका क्वेसन हुने, म नसोधेका क्वेसन लिएको छैन। सोधिसकेका क्वेसनलाई तपाईँले केही हदसम्म 3-4 दिनसम्म भए पनि भिडियो बनाउन सक्यो भने तपाईँले धेरै हेल्प हुनेछ। क्वेसन यस्तै किसिमका आउने चान्स हुन्छ, त्यसैले तपाईँले राम्रोसँग पढ्नु पर्यो। अब यो क्वेसन हेर्नुहोस्, एउटा घडी रु 400 बेच्दा शिरीषले केही घाटा सहनु पर्यो भनेको छ। अनि हामीले क्रय मूल्य पत्ता लगाउनुहोस् भनेको छ। हामीले क्रय मूल्यलाई यक्ष मान्न त पायौँ, ठिक छ। अब हामीलाई घडी रु 400 बेच्दा केही घाटा सहनु पर्यो भनेको छ। त्यसैले अब के भयो, 400 बेच्दा उसले घाटा भएको छ। दोस्रो बिक्री मूल्य यसले हामीले पहिलो बिक्री मूल्य 400 यसमा घाटा भएको छ भनेर लेख्यौँ। अनि दोस्रो बिक्री मूल्य 500 यसमा नाफा भएको छ भनेर लेख्यौँ। र यो क्वेसन देख्दा हामीले के थाहा हुन्छ, एन्सर 400 देखि 500 को बिचमा हुन्छ भन्ने पनि हामीले यति क्वेसन हेर्दा बित्तिकै थाहा हुन्छ। अब पहिलो कन्डिसन है, एउटा घडी रु 400 बेच्दा शिरीषले केही घाटा सहनु पर्यो। यसअनुसार अब घाटा सहनु पर्यो भनेको छ। घाटा भनेको के हो त? घाटा भनेको जहिले पनि CP - SP हुन्छ। बुझ्नुहुन्छ किन? यो एकदम बेसिक कुरा भयो। घाटा भनेको CP - SP बेसिक कुरा भयो। अब तपाईँले बुझ्नुहुन्न यो कहाँबाट के आयो भन्ने लाग्छ भने तपाईँले इमेजिन गर्नुहोस्, तपाईँको एउटा पसल छ। तपाईँले कुनै सामान 100 रुपियाँमा किनेर ल्याउनु भएको थियो। त्यसलाई तपाईँले 90 मा बेच्नुभयो। सामान जतिमा तपाईँले किनेर ल्याउनु भयो त्यसलाई हामी CP भन्छौँ। अनि तपाईँले जतिमा बेच्नुभयो त्यसलाई SP भन्छौँ। अब तपाईँले ल्याउनु भएको थियो 100 मा, बेच्नुभयो 90 मा भनेपछि अब घाटा कति हुन्छ त? 10 हुन्छ। त्यो सबैलाई थाहा छ। त्यसैलाई फर्मुलामा एक्सप्रेस गरेको लस अर्थात् घाटा बराबर CP - SP हुन्छ भनेर। अब घाटा बराबर के हुने भयो त? यक्ष - 400। कसरी भयो त? फर्स्ट कन्डिसन जुन छ यसमा
हामीले सिपीलाई यक्स मानेका छौँ, एसपी 400 छ, त्यही भएर घाटा भनेको यक्स माइनस 400 भयो। त्यस्तै अनि अर्को सेकेन्ड कन्डिसनमा के भइरहेको छ, यदि उसले त्यो घडी रु 500 बेचेको भए उसलाई नाफा हुन्थ्यो भनेर दिएको छ। त्यसैले अब फेरि प्रोफिट भनेको के हो त भन्दा एसपी माइनस सिपी हो। तपाईँले यहाँनिर मैले अघि भनेको कुरा बुझ्नुभयो होला। त्यसै गरी अब प्रोफिट भनेको एसपी माइनस सिपी हुन्छ। अब के हुने भयो त यहाँ 500 माइनस एक्स हुने भयो। एसपी यसमा 500 छ, त्यही भएर 500 राख्यौँ, हाम्रो क्रय मूल्य एक्स नै छ। अब हामीलाई क्वेसनले के दिएको छ, प्रश्न अनुसार प्रोफिट बराबर 2/3 इन्टु एल। यो हामीले के राख्यौँ त यस्तो गिजिङ मिजिङ भन्नुभयो होला तपाईँले। अब यहाँनिर क्वेसनले नै भनेको छ, यदि उसले त्यो घडी रु 500 बेचेको भए उसलाई पहिलेको घाटाको 2/3 नाफा हुने थियो भन्यौँ। त्यसै कारण यो जुन प्रोफिट छ यो नाफा हो। यो बराबर के हुने भयो त, पहिलाको जुन घाटा छ लस त्यसको 2/3 भनेको छ। त्यसैले हामीले यसलाई यसरी एक्सप्रेस गऱ्यौँ। अब पी हामीले निकालिसकेका छौँ 500 माइनस एक्स। त्यस्तै 2/3 भइहाल्यो। अनि यल जुन छ घाटा त्यो एक्स माइनस 400 हामीले निकालिसकेका छौँ। अब के भयो त, अब यो 3लाई यता लिग्यौँ अनि 3 500 माइनस एक्स मल्टिप्लाई यो गऱ्यौँ अनि यो 2ले यसलाई गऱ्यौँ अनि यसलाई हामीले सल्भ गऱ्यौँ र लास्टमा जुन सिपी छ एक्सको भ्यालु हामीले त्यसलाई 460 निकाल्यौँ है त। र यो क्वेसन पनि तपाईँहरूले बुझ्नुभयो होला भन्ने आश गरेको छु। यदि केही प्रब्लम छ भने तपाईँले कमेन्टमा लेख्नुहोस् है त, म फेरि अझै राम्रो तरिकाले बुझाउने प्रयास गर्नेछु। त्यसै गरी हाम्रो अर्को प्रश्न रहेको छ, रविसँग रु 20,000 थियो। उसले त्यस रकमको केही भाग प्रतिवर्ष 4% साधारण ब्याजमा र बाँकी रकम 5% साधारण ब्याजमा लगानी गर्यो। उसले 5 वर्षमा जम्मा ब्याज रु 4600 प्राप्त गर्यो भने 4% र 5% ब्याज दरमा कति कति रकम लगानी गरेको थियो पत्ता लगाउनुहोस् भन्यौँ। हामीले के दियो त, जम्मा रकम 20,000 दियो, यो जम्मा प्रिन्सिपल भयो। अब हामीले यहाँ के मान्न सक्छौँ, 4%मा मानौँ उसले 100 रुपियाँ लगानी गरेको छ। ठिक छ, बुझ्नुहुन्छ, यो हामीले मान्यौँ। अब 5%मा उसले 20,000 माइनस 100 लगानी गर्यो, 4%मा 100 गर्यो। अब मानौँ तपाईँले 4%मा 2,000 रुपियाँ लगानी गर्नुभएको थियो भने अब बाँकी रकम त के भयो, 20,000 माइनस यो जुन 2,000 भयो त्यो भयो। त्यसैले हामीले यसलाई 5%मा 2,000 माइनस 100मा लगानी गर्यो भनेर लेखिन्छ। अब पहिलो अवस्था हेरौँ है त, कुन अवस्था भन्दा उसले त्यस रकमको केही भाग प्रतिवर्ष 4% साधारण ब्याजमा भनेको छ। अब पहिलो कन्डिसन अनुसार जुन प्रिन्सिपल साबा छ त्यसले हामीले यक्स मानेका छौँ। ठिक छ, टाइम दुइटैको लागि 5 वर्ष हो यहाँ दिएको छ, त्यो टाइम 5 वर्ष। ठिक छ, अब रेट कति हो त, 4% हो। फर्स्ट कन्डिसनमा 4% हो। अब हामीलाई के थाहा छ, सिम्पल इन्ट्रेस्ट साधारण ब्याज भनेको पिटिआर अपन 100 हो भन्ने थाहा छ। अब यसलाई हामीले सबैको भ्यालु राख्यौँ, एक्स इन्टु 5 इन्टु 4/100 यो भनेको 0.2 एक्स हो। त्यस्तै गरी सेकेन्ड कन्डिसनमा प्रिन्सिपल कति छ, 20,000 माइनस एक्स छ, टाइम कति छ, 5 वर्ष नै छ, तर यहाँनिर रेट फरक छ जुन हो 5%। अब यहाँनिर पनि सिम्पल इन्ट्रेस्ट भनेको के भयो त, पिटिआर अपन 100, यो हामीले राख्यौँ भ्यालु, यसलाई गऱ्यौँ हामीले सल्भ गरिसकेपछि के निकाल्यौँ, 5,000 माइनस 0.25 एक्स छ, यो हामीले सेकेन्डमा जुन ब्याज छ त्यो निकाल्यौँ। एउटा जुन ब्याज छ त्यो हामीले यहाँ निकाल्यौँ होइन, 0.2 एक्स। अब हामीले अर्को साधारण ब्याज जुन छ त्यो यहाँनिर निकाल्यौँ। अब हामीले क्वेसनले के भनेको छ, यो जुन ब्याज छ यो ब्याज 0.2 एक्स, यो जुन ब्याज छ अनि यो जुन ब्याज छ है त, यो भनेको 4600 हो भनेर हामीले क्वेसनले दिएको छ। अब यसलाई हामीले 0.2 एक्स यहाँको राख्यौँ प्लस 5,000 माइनस 0.25 एक्स बराबर 4600 भन्यौँ। हामीले यसलाई ड्याङ 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 सल्भ गऱ्यौँ। त्यसपछि एक्सको भ्यालु 8,000 निकाल्यौँ। अब 4%मा त उसले हामीले 4%मा
यक्स लगानी गरेको थियो भनेर 4% मा गरेको जुन लगानी छ त्यो यक्सको मान हामीले 8,000 निकाल्यौँ। उसले 4% मा 8,000 गरेको रहेछ। अब 5% मा कति गरेको रहेछ त हामीले यहाँ मानेका छौँ 20,000 माइनस यक्स। त्यसअनुसार अब यहाँ पनि हामीले 20,000 माइनस यहाँ जुन यक्सको भ्यालु आयो त्यो राख्यौँ अनि 12,000 अनुसार निकाल्यौँ। त्यसैले उसले 4% मा 8,000 अनि 5% मा 12,000 लगानी गरेको रहेछ भनेर हामीले यसलाई यसरी एकदम सिम्पल वेमा सल्भ गऱ्यौँ है त। बुझ्नुभयो होला तपाईँले, केही गरेको छैन यहाँ। क्वेसनले के दिएको छ त्यसले हामीले बुझ्यौँ। हामीलाई दुईटाको साधारण ब्याज दिएको छ, त्यसैले हामीले यक्सको फर्ममा दुईवटा साधारण ब्याजलाई निकाल्यौँ अनि त्यसलाई जोड्यौँ र जुन भ्यालु 4600 थियो त्यसमा लगेर क्यालकुलेसन गऱ्यौँ अनि यक्सको भ्यालु निकाल्यौँ। यक्सको भ्यालु निकालेर त्यो लगेर यहाँनिर राख्यौँ र 5% मा उसले लगानी गरेको रकम पनि पत्ता लगायौँ। यो सजिलै बुझ्नुभयो होला भन्ने आशा छ। यदि बुझ्नु भएन भने कमेन्ट सेक्सन अन छ, तपाईँले मजाले कमेन्ट गर्न सक्नुहुन्छ है त। अब अर्को प्रश्न है त, एकदम मजाको प्रश्न छ यो पनि, र यो पनि सोधिसकेको प्रश्न र आजको भिडियोको लास्ट प्रश्न। कुनै वस्तुको अङ्कित मूल्यमा 10% छुट दिई बिक्री गर्दा रु 400 नाफा हुन्छ। यदि उक्त छुट नदिई बिक्री गर्दा विक्रेतालाई रु 600 नाफा हुन्छ भने उक्त वस्तुको अङ्कित मूल्य र कराई मूल्य पत्ता लगाउनुहोस् भन्यो। ल हामीले अङ्कित मूल्यलाई यक्स मान्यौँ, कराई मूल्यलाई सी मान्यौँ है त। अब फर्स्ट कन्डिसनमा के छ, एमपीलाई त हामीले यक्स मानेका छौँ, ओके छ होइन। अब फर्स्ट कन्डिसनमा डिस्काउन्ट छुट पर्सेन्ट कति छ 10% छ भनेको छ। 10% भइसकेपछि उसले कतिमा बेच्यो त एसपी हामीले यहाँबाट निकाल्यौँ। यक्स माइनस यक्स इन्टु 10/100 कसरी भयो भन्नु होला। डिस्काउन्ट पर्सेन्ट, डिस्काउन्ट भनेपछि एसपी जहिले पनि घट्ने भयो एमपीदेखि, त्यसैले हामीले एमपी माइनस एमपीको डिस्काउन्ट पर्सेन्ट भनेर यसरी राखेका हौँ। अब यो गरेर हामीले के निकाल्यौँ, एसपी निकाल्यौँ 0.9x। अब हामीले यहाँ के गर्यौँ, यो हुँदाखेरि के भएको छ भनेको छ 400 नाफा भएको छ भनेको छ। प्रफिट भनेको के हो थाहा छ तपाईँलाई, एसपी माइनस सिपी हो। क्वेसन थियो त्यसमा तपाईँले बुझाइसकेको छु। एसपी माइनस सिपी हो, प्रफिट 400 छ, एसपी हामीले 0.9x निकाल्यौँ। यो फर्स्ट कन्डिसनको कुरा भइरहेको छ है। अनि सिपी हामीले सी मानेका छौँ, यो यसलाई यही राख्यौँ। अनि यहाँनिरबाट हामीले यक्सको भ्यालु 400 प्लस सी अपन 0.9 निकाल्यौँ। यो हल गरेर निकाल्न त तपाईँले सक्नुहुन्छ सजिलै। अब सेकेन्ड कन्डिसनमा के भइरहेको छ, एमपी त यक्स नै छ, ठिक छ, तर यहाँ के भनेको छ, यदि उक्त छुट नदिई बिक्री गर्दा विक्रेतालाई रु 600 नाफा हुन्छ भनेको छ। त्यसैले यहाँनिर एमपी जति छ, अङ्कित मूल्य जति छ, बिक्री मूल्य पनि त्यति नै हुन्छ, किनकि उसले छुट दिएको छैन, न भ्याट एड गरेको छ। यसो गर्दा के भइरहेको छ, 600 रुपियाँ नाफा भइरहेको छ। नाफा भनेको के हो, एसपी माइनस सिपी हो। नाफा कति भएको छ 600, एसपी के छ यहाँ यक्स छ, अनि सिपी के हो त सी हो है त। हामीले यसरी यहाँबाट सेकेन्ड कन्डिसन निकाल्यौँ, फर्स्ट कन्डिसन निकाल्यौँ। अब हामीले के गर्छौँ, हामीले 600 बराबर यो जुन छ 600 बराबर यक्स माइनस सी, हामीले यहाँ जुन यक्सको भ्यालु निकालेका छौँ नि त 400 प्लस सी अपन 0.9, त्यसले हामीले यो जुन यक्स छ यसको ठाउँमा राख्यौँ र यहाँनिर गयौँ। यहाँ गयो र यक्सको ठाउँमा यो राख्यौँ, माइनस सी त्यही छ, अनि यसले हामीले सल्भ गऱ्यौँ। अब यो सल्भ गर्न त सबैजनाले जान्नुभएको छ। सल्भ गरेर हामीले के निकाल्यौँ त सी, अर्थात् क्रय मूल्य 1400 रहेछ भनेर हामीले निकाल्यौँ। अब यो निकालेपछि के भयो त, अङ्कित मूल्य पनि हामीले निकाल्न भनेको छ। यो पत्ता लगाइसकेपछि हामीले यक्स अङ्कित मूल्यलाई यक्स मानेका थियौँ। यो भनेको 400 प्लस सी बाई 0.9 हो भनिसकेका छौँ हामीले यो। अब यो जुन सी छ यसको भ्यालु हामीले निकालिसक्यौँ, अनि त्यही जुन सीको ठाउँमा हामीले यो 1400 जुन निकालेका थियौँ त्यो राख्यौँ अनि सल्भ गऱ्यौँ र यसको एमपी पनि निकाल्यौँ। के रहेछ त, उक्त जुन वस्तुको छ त्यसको अङ्कित मूल्य 2000 अनि क्रय मूल्य 1400 रहेछ भनेर हामीले सजिलैसँग यो हिसाबले पनि सल्भ गऱ्यौँ है त। तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, र अरू केही सोध्नु मन छ, मसँग पर्सनल केही कुरा गर्नु छ भने फेसबुकको लिङ्क पनि डिस्क्रिप्सनमा छ, त्यहाँनिर भिजिट गरेर मसँग पर्सनल फेसबुकमा पनि जोडिन सक्नुहुन्छ। हस्त धन्यवाद, तपाईँको तयारी राम्रो होस्।